हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई युट्युब च्यानल र हजुरहरूलाई फेरि पनि स्वागत छ है सुरज ब्रो ब्लगमा। र तपाईँहरूले त्यो धेरै माया अनि सपोर्ट दिएर है यहाँसम्म ल्याइदिनु भएको छ है, त्यसको लागि धेरै धेरै धन्यवाद छ है। र यसरी नै आउँदो दिनहरूमा पनि यसरी नै माया अनि सपोर्ट चाहिँ दिँदै गर्नुहोस् होला है। र हेर्दै जानुहोस् आजको मेरो भ्लगिङ, दिनभरिको भ्लगिङ के हुनेछ म तपाईँहरूको सामने लिएर आउनेछु है। र जतिजना पनि मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् र छेउमा भएको बेल आइकन पनि दबाएर अलमा राख्नुहोस् है। र आउँदो दिनहरूमा तपाईहरूले अझै पनि राम्रो राम्रो भिडियोहरू हेर्नु सक्नुहुनेछ है। र हेर्दै जानुहोस् आजको मेरो दिनभरिको भ्लगिङ। लु, यहाँ चाहिँ प्रेमुलाई हेरिहाल्नुहोस् है साथीभाइहरू, फुलेको डकमुकै भएर फुलिरहेछ है। लु, रङ बिरङको छ हो। यहाँ चाहिँ आमाले खाजा बनाउनु हुँदो रहेछ हो। आज त रोटी पकाउनु हुँदो रहेछ, यहीँ पोल्नु हुँदो रहेछ हो बिहानको ब्रेकफास्ट चाहिँ। र अँध्यारो भइरहेछ र आज। ल, आजको बिहानको ब्रेकफास्टमा छ साथीभाइहरू है, रोटी, सुक्खा रोटी, आलु, सिबी अनि ब्रोकौलीको सब्जी है। र यता चाहिँ गाईको दुध। लु, अब चाहिँ खानु लागेको है। ल है साथीभाइहरू, बिहानको ड्युटी पनि हिँड्यो है घाँसमा। अब एक भाइ घाँस त ल्याउनै पर्छ हो। बस्तीमा बसेपछि त अब घाँस दाउरा त गर्नै पर्यो है। र साथी पर छ हो। र अहिले भने चाहिँ म जाँदैछु। ल है साथीभाइहरू, म चाहिँ यहाँनिर आज अस्ति रोपेको जुन चाहिँ प्याज थियो है, त्यो प्याजको लागि चाहिँ म यहाँनिर यहाँ हेरिहाल्नुहोस्, यहाँ चाहिँ छ मल हो। यो चाहिँ एकदम धुलो मल, बाख्राको मल हो नि त यो चाहिँ हो। र यो चाहिँ अब लगेर चाहिँ हालिदिनु पऱ्यो भनेर है अब जाँदैछु हो। यो अब हालेर चाहिँ लगेर चाहिँ मजाले छरिदिनु पऱ्यो साथीभाइहरू है। प्याज त एकदम दामी आएको छ नि त कि। ल है साथीभाइहरू, म चाहिँ अहिले भने चाहिँ बाख्राको धुलो मल लिएर जाँदैछु है बारीमा। र यो चाहिँ प्याजको लागि लगेको हो। ल साथीभाइहरू, मैले मल पनि ल्याइसकेको छु है, धुलो मल। र यो चाहिँ अस्ति रोपेको प्याज हेरिहाल्नुहोस् है साथीभाइहरू, यत्रो भएको छ हो। कस्तो मजाले आएछ यहाँ है। ल हेरिहाल्नुहोस्, तपाईँहरूलाई मजाले देखाइरहेको छु आज है। ल, रोप्यो भने चाहिँ यस्तो पनि हुँदो रहेछ है। यस्तो मजाले आएको छ कि अस्ति बाबाले यहाँ सबै पल्टाइदिनु भएको रहेछ हो। र आज चाहिँ मैले यहाँनिर मल ल्याएर चाहिँ यहाँ घोप्टाइरहेको छु है। र यहाँ हाल्नुको लागि ल्याएको हो। लु, अब यसरी हाल्यो भने चाहिँ मजाले आउँछ अरे नि त हो, माथिबाट छरिदिनु पर्छ अरे नि त हो। लु, सिकिराख्नुहोस् है। अब एकपल्ट अस्ति रोपेर हालेको थियो, अब फेरि पनि हामीले यत्रो भएपछि चाहिँ हाल्नु पर्दो रहेछ हो। लु हेरिहाल्नुहोस् कस्तो मजाले आएको छ है। लु, यसरी हालिदिनु पर्दो रहेछ है। फेदमा त यसरी धुलो मल एकदम मजाले है यसरी छरिदिएको छ भने चाहिँ एकदम दामी आउँदो रहेछ साथीभाइहरू। मजाले ठस ठस परेर आउँदो रहेछ कि। त्यही कारण चाहिँ म अहिले यहाँ भने चाहिँ मल हालिदिँदैछु हो। लु हेरिहाल्नुहोस् यहाँनिर। लु, यो चाहिँ सागको बिउ है साथीभाइहरू, यहीँ हामी त्यसरी राख्छ हो। अब यो मजाले सुकेपछि चाहिँ यसलाई मजाले निकालेर चाहिँ मजाले सुकाएर अब भइहाल्छ साग है। लु, रायोको सागको बिउ हो यो चाहिँ, मजाको भइरहेको छ हो। र साथीभाइहरू, आजको दिन भन्नु पर्दाखेरि हेर्नुहोस् मजाको भइरहेको छ है। आज त घाम लागिरहेको छ है। हिजो त एकदम चिसो थियो हो, पानी नै आउनु सकेन। र आज भने चाहिँ म बारीमा अदुवाको बिउ खन्नु जाँदैछु हो। र म र भाइ छ हो, भाइ पनि आउँदैछ। र कतिको फलेको छ है, अस्ति चाहिँ आधी रोप्यो हो, अब आधी छ रोप्नु हो। र कतिको फलेको छ, के फलेको छ, म तपाईँहरूलाई आजको मेरो भ्लगमा देखाउने छु है साथीभाइहरू। र म चाहिँ अहिले भने बारीमा आइसकेको छु हो। र यहाँ हेरिहाल्नुहोस् है, अदुवाको बिउ योपालि चाहिँ यस्तो मजाले बस्देको छ हो। ल, यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले है, यस्तो दामी चाहिँ फलेको छ कि। र तपाईहरुलाई कति फलेको छ है, कति हुँदो रहेछ म देखाउने छु आज है।
लु अदुवाको बिउ हेरिहाल्नुहोस् योपालि बसेको है कस्तो डरलाग्दो बसेछ है अदुवाको बिउ चाहिँ र खन्दैछु हेरौँ कति आउँदो रहेछ लु यहाँ हेरिहाल्नुहोस् है अदुवाको बिउ ओ मजाले बस्दैछ हौ अदुवाको बिउ मजाले बसेको रहेछ यो पालि भयो को छ नि त खास चाहिँ अदुवाको बिउ चाहिँ यहाँ छ नि लु यहाँ हेर्नुहोस् है साथीभाइहरू अदुवाको बिउ लु हेरिहाल्नुहोस् है नेपाली अदुवाको बिउ बसेको लु कस्तो मजाले बस्दैछ है लु यहाँ हेरिहाल्नुहोस् अब चाहिँ यसलाई मजाले है खनेर चाहिँ जग्गा बनाएर मजाले रोपिदिनुपर्छ हो ल यहाँ हेरिहाल्नुहोस् है दामी बस्दैछ योपालि चाहिँ लु यहाँ भाइ चाहिँ अदुवाको उयो केलाउँदैछ हो र म चाहिँ खन्दैछु र योपालि बिउ हेरिहाल्नुहोस् है साथीभाइहरू अदुवा कत्रो मजाले बस्दैछ है लु दामी बस्दैछ योपालि अदुवाको बिउ चाहिँ लु हेरिहाल्नुहोस् दुःख गरे अनुसार चाहिँ भइदिएछ हो अब अर्को पालि कस्तो हुने हो योपालि चाहिँ मजाले बस्दिएको छ हो लु यहाँ चाहिँ यसले केलाउँदैछ अदुवा लु दुई ड्याङमै एक डोको फलेछ हो एकदम दामी फलेछ योपालि अदुवा डोकोभरि गयो साथीभाइहरू है दुई डोको आयो है साथीभाइहरू अदुवा नि लु साथीभाइ योपालि चाहिँ खतरा बिउ बस्दैछ अदुवाको है लु हेरिहाल्नुहोस् है लु यहाँ चाहिँ केरा रहेछ हो यो चाहिँ बाहिरबाट हेर्दा कहाँ चाहिँ देख्छ हो तर भित्र चाहिँ पाकेको रहेछ है साथीभाइहरू अर्ग्यानिक केरा यो चाहिँ बजारमा किनेर ल्याएको होइन है यो चाहिँ आफ्नै घरमै उम्रेर है यस्तो फलेर चाहिँ खाएकै साथीभाइहरू केरा यति हेरेरै हुँदो रहेछ हो र आजको मेरो भ्लग चाहिँ म यहीँ अन्त गर्न जाँदैछु है र तपाईँहरूले त्यो सुरुदेखि अन्तिमसम्म हेरेर एउटा भिलेज भ्लगलाई साथ सपोर्ट दिनुहोस् होला र जतिजना पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् है र यति भन्दै आजलाई चाहिँ यतिमै टाटा बाई बाई